सो हे गाइज वेलकम टु जीपी रियल एस्टेट। जीपी रियल एस्टेट को अर्को भिडियोमा यहाँहरुलाई स्वागत छ। आज हामी आएका छौं हात्तीवन स्थित यो घर 3.5 आनामा बनेको छ र इन्ट्रान्समै ह्युज पार्किङ, एउटा गाडी अट्ने र दुईटा तीनटा बाइक अट्ने पार्किङ, इन्ट्रान्समै 1 BHK रेन्टल स्पेस पाउन सक्नुहुनेछ, जहाँ चाहिँ काम अझै हुँदै नै छ। एउटा मोडुलर किचन पाउनुहुन्छ भनेदेखि एउटा रुम पाउनुहुनेछ, एउटा कमन टोयलेट बाथरुम पाउनुहुनेछ र सँगसँगै एउटा बेडरुम पाउनुहुनेछ। र गाइज अब रह्यो हजुरहरूको सपनाको घरभित्र छिर्ने पालो, जहाँ इन्ट्रान्समै यस्तो राम्रो डोर आर्किटेक्ट सहित प्रिमियम काठले बनेको ढोका खोल्दा कति मजा आउँछ। लाउनुहोस् ल है त गाइज, वी आर इन्टरिङ स्टार्टिङ इन्ट्रान्समै हजुरहरूले यहाँनिर सुर्याक र एउटा मेसिन भएको ठाउँ पाउनुहुनेछ र यहाँ चाहिँ हजुरहरूले आफ्नो सुजहरू राख्न सक्नुहुन्छ भनेदेखि अब आउनुहोस् भित्र जाउँ। अझै फर्स्ट फ्लोरमा जाँदैछौँ। टाइल्सहरू गाइज त्यत्तिकै नै दामी, यो जुन काठ छ त्यत्तिकै नै प्रिमियम क्वालिटी र फर्स्ट फ्लोर गाइज क्यान यु इमेजिन, मेरो पछाडि त हजुरहरूले देख्नु नै भइरह होला, यस्तो ठुलो स्पेसियस सोफा, त्यही पनि प्रिमियम क्वालिटी, लचकदार, एकदमै राम्रो। र गाइज माथि हेरौँ बिस्तारै, यस्तो प्रिमियम क्वालिटीको झुमर सहित हजुरहरूको घरको शोभा बढाउनको लागि हामीले यो राख्दिएका छौँ भनेदेखि यहाँनिर हेर्नुहोस् टिभी क्याबिनेट, जहाँ हजुरहरूको यत्रो ठुलो डिस्प्ले भएको टिभी हेरेर आफ्नो फ्यामिलीसँग क्वालिटी टाइम इन्जोय गर्न सक्नुहुनेछ। ल गाइज किचनको इन्ट्रान्समा पनि यस्तो राम्रो काठको डेकोरेसन गाइज है। र यहाँनिर हामीसँग रहेको छ चिम्नी र सँगसँगै यहाँनिर चाहिँ रहेको छ सिङ्क, जुन चाहिँ अझै अनवर्क छ है त। यो लाइट हेर्नुहोस् त गाइज कस्तो दामी र प्रिटी छ, स्टनिङ छ होइन। अनि फल सिलिङ पनि गाइज त्यत्तिकै नै दामी छ है। वी आर जीपी रियल एस्टेट, हामी अलवेज प्रिमियम क्वालिटीको घर मात्रै लिएर आउँछौँ। र आउनुहोस् यतापट्टि जाउँ हाम्रो फर्स्ट फ्लोरको फर्स्ट बेडरुमतर्फ, जहाँ हजुरहरूले एउटा कमन टोयलेट बाथरुम पाउनुहुन्छ भनेदेखि यस्तो ठुलो स्पेसियस बेड रुम र कबोर्ड पनि त्यत्तिकै नै ठुलो। र यहाँनिर हजुरहरूको स्टडी टेबल बनाउन सक्नुहुनेछ, यहाँनिर हजुरहरूले ऐनामा हेरेर मेकअप गर्न सक्नुहुनेछ र सँगसँगै यहाँनिर चाहिँ बाल्कनी भ्यू पनि इन्जोय गर्न सक्नुहुनेछ है त। यो चाहिँ नाइट भ्यू रहेको छ हात्तीवन स्थित यो घर, जुन अघिको तलको लिभिङ स्पेस देखाएको थियो, यहाँबाट हेर्दा त झन् ओ माई गड एकदमै लग्जरियस भाइब आउँछ। र यो प्रिमियम क्वालिटीको स्पार्कलिङ झुमर यस्तो दामी छ गाइज। र तलको स्पेस हेर्दाखेरि त्यति नै मजा आउँछ। पक्कै पनि हजुरहरूले घर किन्दा शोभाको लागि मात्र होइन, हजुरहरूको सपना पुरा गर्दा हजुरहरूले घर किन्नुहुनेछ। र यहाँनिर रह्यो एउटा कमन टोयलेट बाथरुम र सँगसँगै यहाँनिर चाहिँ हजुरहरूले अझै एउटा लिभिङ स्पेस बनाउन सक्नुहुनेछ। फर्स्ट बेडरुम, जहाँ चाहिँ हजुरहरूले मास्टर बेडरुम पनि भन्न सक्नुहुनेछ। यहाँनिर तलको जस्तै बाल्कनी भ्यू हजुरहरूले इन्जोय गर्न सक्नुभयो भनेदेखि हजुरहरूलाई हरेक रुमबाट यसरी बाल्कनी भ्यू हेर्दाखेरि चाहिँ झन् आनन्द, परम आनन्द आउँछ गाइज। र यो गोल्डन लाइटले चाहिँ हजुरहरूलाई अझै पोजिटिभ भाइब दिनेछ पक्कै पनि। र गाइज वेलकम टु द नेक्स्ट रुम, जहाँ हजुरहरूको किड्सको लागि हुन सक्नेछ। यहाँ रहेको छ स्पेसियस कपबोर्ड, जहाँ हजुरहरूले आफ्नो यहाँनिर पैसा पनि राख्न सक्नुहुनेछ, ज्वेलरी पनि राख्न सक्नुहुनेछ भनेदेखि यो रह्यो हजुरहरूको स्टडी टेबल, वर्क स्पेस। र यहाँ रह्यो ऐना, जहाँ हजुरहरूले बसेर मेकअप गर्नुहुनेछ अफकोर्स नै। र जाउँ अब बाल्कनी तर्फ, जहाँ यस्तो राम्रो भ्यू फेरि पनि देख्न सक्नुहुनेछ। गाइज अब यो घरको थर्ड फ्लोर, जहाँ चाहिँ ग्रिन लाइट विथ झुमर र गाइज जाँदै हेर्नुहुन्छ
रेड लाइट विथ झुमर र डार्क ग्रीन विथ झुमर। र अब इन्ट्री गरौँ थर्ड फ्लोरको मास्टर बेडरुममा, जहाँ एकदमै स्पेसियस ठाउँ, त्यस्तै गरी स्पेसियस कपबोर्ड माथि पनि छ, त्यत्तिकै नै ठुलो छ। र यहाँ रहेको छ कमन टोयलेट बाथरुम, जुन यो रुमको लागि मात्रै। र यहाँनिर चाहिँ सानो स्पेस रहेको छ। यहाँनिर हजुरहरूले चेन्जिङ रुम पनि बनाउन सक्नुहुन्छ भनेदेखि एउटा स्मल स्पेस एज योर विस। ल गाइज, यस्तो राम्रो फल सिलिङ सहित यो तपाईको वर्क स्पेस। र यहाँ चाहिँ पार्केटिङ गाइज, जिपी रियल इस्टेट प्रिमियम क्वालिटी। र वर्क स्पेसमा पनि हजुरहरूको लागि वाशरुम हामीले दिएको छौँ र बाथरुम पनि हजुरहरूको लागि दिएका छौँ। काम गर्दा गर्दै थाक्नुहुन्छ भनेदेखि यहाँनिर टक्क लाएर यो खोल्ने ढोका, र यहाँ आइसकेपछि ओ माई गड गाइज, सबैभन्दा टप अफ दिस हाउस यो घरको चाहिँ बाल्कनी, जहाँबाट हेर्नुहोस् त र त्यहाँबाट हजुरको छोराले हेलो बाबा आर यु वर्किङ भन्दाखेरि यस सन आई एम वर्किङ भन्न पनि सजिलो हुन्छ है त। ल लेट्स गो। र गाइज, हजुरहरूले सोच्दै हुनुहुन्छ होला म कहाँ छु भनेर। यस गाइज, म सबैभन्दा अप्पर टेरेसमा छु र यहाँबाट देखिने भ्यू मेरो पछाडि छर्लङ्गै देखेको छ होला सायद। र यहाँ आउनुहोस्, यस्तो स्पेसियस टेरेस सँगसँगै टेरेसमै पूजा रुम। अब यस्तो ठुलो पूजा रुम भएपछि पूजा गर्न पनि कति मजा आउँछ होला त, हैन? अनि त्यसपछि रह्यो भ्यूको कुरा। हामीले हरेक बाल्कनीबाट राम्रो भ्यू त हेरेका नै छौँ, तर टेरेसबाट गाइज टोटली नै हजुरले काठमाडौँ र ललितपुर मजाले नै हेर्न सक्नुहुनेछ, हैन? ल चाहिँ मासतिर लाग्दैछु गाइज, जहाँ अझै पनि क्ल्यारिटीसँग भ्यू देखिन्छ। ओ माई गड गाइज, यहाँबाट ग्रिनरी पनि छ है गाइज। छेउछाउमा तपाईँको ग्रिनरी बारीहरू पनि रहेको छ र त्यस कारणले गर्दाखेरि यहाँ चाहिँ सहरको अलिकति धुलो धुवा भन्दा अलिकति बिचमा रहेको छ र त्यस कारणले गर्दाखेरि श्वास प्रश्वासमा अलिकति मजाले सास फेर्न पाएको जस्तो हुन्छ। र यस्तो मजाले चारतर्फी गाइज, चारतर्फी मजाले नै इन्जोय गर्न सक्नुहुनेछ भ्यूलाई। गाइज, म के सोच्दैछु थाहा छ? दिउँसो आएको भए घामले गर्दाखेरि मलाई अलिकति यो भ्यू देखाउनको लागि चाहिँ इफेक्ट गर्थ्यो होला, तर सनसेट सँगसँगै यो भ्यू सँगसँगै फ्यासिलिटी पनि त सुन्नै पर्यो। 2,000 लिटरको ट्याङ्की रहेको छ भनेदेखि जाडो महिनाको लागि सोलर पनि रहेको छ, पानी प्रशस्त मात्रामा छ। ल गाइज, यो घर त फुल्ली फर्निश तरिकाले मैले हजुरहरूलाई देखाइ नै सकेँ विथ फुल इन्जोयमेन्ट। अब रह्यो कुरा यो घरको ल्यान्ड कति छ त? 3.5 आना प्राइस रहेको छ, 3,25,00,000 आस्किङ प्राइस गाइज, धेरै होइन आस्किङ प्राइस। र फर्दर प्रोसेसको लागि हजुरहरूले हामी जिपी रियल इस्टेटसँग सम्झन सक्नुहुनेछ। आफ्नो भिजिट टाइम बुक गरेर घर भिजिट गर्न आउन सक्नुहुनेछ र कन्फ्युज भएमा तल दिएको नम्बरमा सम्झेर कल गर्न सक्नुहुनेछ। र गाइज, सबै कुरा भनि नै सके। अब युट्युबबाट हेर्दै हुनुहुन्छ भनेदेखि साइडको बेल आइकन घन्टीलाई पनि ट्याङ्ग बजाइदिनुहोस्, लाइक शेयर र कमेन्ट गर्न पनि पक्कै पनि नभुल्नु होला। वी आर जिपी रियल इस्टेट गाइज।